नमस्ते। आज म तपाईहरुलाई छोटकारीमा यो ज्ञान काग्दो पाठको जानकारी गराउन गइरहेको छु। यो वर्ष फेरिने बेलामा वर्गहरू फेरिन्छ, ग्रहहरू फेरिन्छ, अनि त्यो बेलामा यो ज्ञान काग्दो पाठ चाहिँ आर्य मञ्जुश्रीले प्रतिपादन गर्नुभएको हुनाले यो वाचन गर्यो भने वर्ग चलेको ग्रहहरू कटेर जाने, उल्क ग्रह, शनि ग्रह जस्तो विभिन्न चाहिँ थिन्सुम, शिशे जस्तो सबै ग्रह उपग्रहहरू छ, विघ्नबाधहरू सबै कटेर जानेको लागि आर्य मञ्जुश्रीले ज्योतिष शास्त्रमा आधारित यो ज्ञान काग्दोको धर्म देशना गर्नुभएको हुनाले हामी यो नयाँ वर्गहरू फेरिने बेलामा यो ज्ञान काग्दोको पाठ वाचन गराउन सक्यो भने यसले ग्रहहरू कटेर आफ्नो भाग्य पुण्यहरू वृद्धि भएर जाने, विघ्नबाधाहरू हटेर जाने त्यस्तो विशेष प्रकारको प्रभाव रहेको यहाँले जानकारी गराउन चाहन्छु। र हामीले यो नयाँ वर्गहरू फेरिने बेलामा र हाम्रो आफ्नो ग्रह शान्तिको निमित्त यो ज्ञान काग्दो पाठ वाचन गराउनु एकदम आवश्यक र एकदमै महत्त्वपूर्ण छ। र यो आर्य मञ्जुश्री स्वयंले ज्योतिष शास्त्रको सम्पूर्ण 12वटा वर्ग, 9वटा मेवा, 8वटा पार्गाको चक्रको ज्योतिष आधारमा प्रतिपादन गर्नुभएको उपदेश हो यो ज्ञान काग्दो। यो वाचन चाहिँ ले हाम्रो सम्पूर्ण विघ्नबाधाहरू निराकरण भएर जाने छ भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद।